अहिले लगभग हामीसँग 2/3 मत पनि छ। अब हाम्रो दोस्रो स्टेप भनेको रिसर्चमा हुनुपर्छ। अध्ययन अनुसन्धान यो समितिले पनि हाम्रो सम्बन्धित विश्वविद्यालयहरूलाई अध्ययन अनुसन्धानको लागि चाहिँ हामीले विशेष पहल गर्नुपर्छ। तमाम समस्याहरू छन्, मन्त्रालयहरूले पनि त्यसको बारेमा चाहिँ अवगत छैन हैन, त्यसअनुसार काम गरिरहेको छैन र तेस्रो चरणमा हामीले औद्योगिकरणमा चाहिँ हामीले फोकस गर्नुपर्छ। र मैले यो सँगसँगै भन्दै गर्दाखेरि एउटा फ्रेमवर्क दिँदै गर्दाखेरि मैले हजुरहरूलाई एउटा सामान्य बाँदरको केसबाट मैले हजुरहरूलाई यो कसरी चाहिँ एउटा सानो केस स्टडी लिएर हजुरहरूलाई प्रेजेन्ट गर्न चाहेँ। अब यो बाँदर बदलकै समस्याको कुरा गर्दै गर्दाखेरि मैले यहाँ हजुरहरूलाई समस्या मात्रै सुनाउन आएको होइन हैन। हामीले विस्तृत रूपमा मैले अहिले बुझाउनु पर्छ भने पनि रिपोर्ट छ। हामीले 2टा रिपोर्टहरू लगभग बनाइसकेका छौँ र यो हुँदै गर्दाखेरि डडेलधुरामा पनि समस्या भन्नुभयो, गुल्मीमा पनि समस्या भन्नुभयो र पूर्वतिर जाँदै गर्दा पनि समस्या भन्नुभयो। त्यसपछि हामीले समस्याको समाधान चाहिँ निकाल्यौँ। अघि नै हाम्रो मान्यज्यूले पनि यहाँले के भन्नु भन्दाखेरि बाँदर मार्नुपर्छ भन्नुभयो। त्यसरी होइन, ठिक छ, बन्ध्याकरण गरौँला, जे गरौँला। अब फेरि कसैले चाहिँ के गर्नुपर्छ भन्नु होला, यसरी हवाजारले बोल्नु हुँदैन। पहिले सुरु यसको लागि चाहिँ के गर्नुपर्छ हामीले भन्दै गर्दाखेरि रिसर्च गर्नु पर्यो, अध्ययन गर्नु पर्यो।